Hello everyone, welcome back to my channel. आज चाहिँ नेक्स्ट डे अनि आज डे 2 भयो हैन टुरको। केटाहरूले चाहिँ अन्डा हान्दैछन् भक्का भक। अनि एउटै मान्छेले हान्नलाई चाहिँ 4 अन्डा अनिलले। म 4 अन्डा हान्दिन्छु है, भाइले पैसा तिर्छन् फेरि यो चाहिँ। अनि हाम्रो छोटो भाइले पनि हान्दैछ, अन्डा चाहिँ छोडाउँदैछ खानको लागि। मेहनत गर्दैछ हाम्रो छोटो भाइले। मेहनत गर्दैछ खानको लागि ल। केटाहरूले के गर्ला जस्तो छ। अनि अहिले चाहिँ हामी उता टोडाबाट यता चितवन जाने बाटोतिर छौँ। बाटोको नाम चाहिँ थाहा छैन। अब चाहिँ हामी चितवनतर्फ लाग्छौँ यहाँबाट। एक हप्ताको ल्याएन है त छोटो भाइ। छोटो भाइ अहिले बाइक के खान्छस् त? चिया ल। मकवानपुर जिल्ला सिक्किम। अहिले चाहिँ हामी फाइनली सौरा आइपुग्यौँ घुम्दै होइन। यहाँ चाहिँ अरुण भाइको ड्रिमै थियो सौरा आउने। अनि यहाँ सौराको तल चाहिँ कोकोडाइलहरू पनि छ फेरि। फेरि हेर्दै नक्कली जस्तो लागिरहेको छ, तर सक्कली नै होला। सक्कली हो नि। यहाँ हात्ती रहेछ एउटा। बाघ हेरेर जाँदैछु, बाघ देखिने हो कि। अब चाहिँ हाम्रो जङ्गल सफारी हुन्छ। केटाहरूले चाहिँ खानेकुरा पनि लिइसकेको छ। के लिएको खै? खानेकुरा हामीले लिइसकेको छ। खोइ देवे त्यो हामी जङ्गल खोइ सफारी विशाल बसिसक्यो। भइसक्यो थियो। ए अगाडि गएर भइसकेको छ। कताबाट उक्लिने हो दाजु? उताबाट जिप सवारी हुँदैछ। अब चाहिँ बाघाउलाई छेउमा नआउँछ। केटाहरू जोस् एक्साइटेड छन् घुम्नलाई। ल अब चाहिँ खत्रै हुन्छ है जङ्गल सफारी। चाबी लि त तेरो। गाडी जान लागिसक्यो। फाइनली अब चाहिँ हामी लाग्यौँ जङ्गल सफारीतिर। जङ्गल सफारी भने अन्तिपुर होला नि। त्यहाँबाट चिप्ने होइन भने कहाँबाट हो। ल चितवन सौरा हुँदै अब हिजो तिमीले होइन चितवन छुट्टै सौरा छुट्टै भनेको थियो नि, त्यो भन्दाखेरि यसले। ल सौरा पहिला बजार सिराउँछन् क्या हो। भाइरल ठाउँ रहेछ फेरि यहाँको। अहिले चाहिँ हामी हात्ती हेर्न आइपुग्यौँ। अनि पनि हात्ती हेर्न तम्सिरहेको छ फेरि। आम्बो हात्ती चाहिँ के हो? हात्ती चढ्ने चाहिँ यहीँबाट हो क्या? होइन रे नि त। कत्रो ठुलो यार है। लाइभ हात्ती पनि हेऱ्यो है। त्यो ऊ गर्छ नि मान्छेलाई होइन। आशिष दिन्छ होइन यो हात्तीले। के गर्नुपर्छ? हजुर मौतेली कस्तो राम्रो यार। ओ माई गड। बतला चला हानी उ गर्ला नि त। त्यही त। ला यार बोरा अलिअलि केरा ल्याइदिनु पर्ने यसलाई। केही त गर्दैन नि है। त्यही त कस्तो डर लाग्दो कि।
के चाहियो बाबु टिकटकमा भाइरल भएको माउती भन्नु ल हामी चाहिँ यो छोराको अब चाहिँ हाम्रो यता जङ्गल सुरु भयो अब जङ्गलमा के देखिन्छ अब मजाले हेर्दैछौँ हल्ला गरेर भएको छ केटा हल्ला चाहिँ नगर हल्ला गर्नु भएन अब के देखिन्छ हेर्दै जाउँ है जङ्गलमा ल ब्यालेन्स निलो भइसक्यो ए हल्ला गरेर भाग्छ भाग नभाग्ने अरे बोल्नुपर्छ ल अब के देखिन्छ सर घुमिरहेछौँ हामी चाहिँ जङ्गल घुमिरहेछौँ अहिलेसम्म केही देखाएको छैन होइन धेरै ठुल्छोले बोल्न मिल्दैन अरे त्यही भएर चाहिँ सानोले बोलिरहेछ बाघ भाग्छ भनेर पारी गराएछ चला अब यहाँ के देखिन्छ हेरौँ है अहिले चाहिँ हामी यता ताल भएको ठाउँमा आइपुग्यो कुमाल ताल भन्छ कुमाल ताल ए कुमाल ताल यो तालमा माछा छ अब चाहिँ हामी झन् डरलाग्दो जङ्गलभित्र छिर्दैछौँ घनाघोर जङ्गलभित्र अब चाहिँ केही देखिएला जस्तो छ है यहाँ जस्तो हेर्दाखेरि अहिले चाहिँ बाटोसाटो केही देखाएको छैन गाडी नै अन्दाज चलाइरहेछ डरलाग्दो फिल भइरहेछ केटाहरू डढाएर बसिरहेछ है डढाएर बसिरहेको केटाहरू चाहिँ अहिले चाहिँ हामीले चित्तल देखिरहेछौँ खोइ अब देख्न चाहिँ देखाएको छैन त्यो कलरै उ भयो कि यहाँ चाहिँ चित्तल चाहिँ देखिरहेछ है भर्खर एउटा टन्नै रहेछ ल हाम्रो केटाहरूले चाहिँ एउटा हरिण देखेपछि यहाँ रेड बुल हान्नु थाल्छ है ल पावर के देखिन्छ नेक्स्ट अब हेरौँ ल अहिले चाहिँ हामीले आउँदा जरा हेर्ने जरा हेर्ने यो चाहिँ हामी बाघ हेर्न जाँदैछौँ सुनेको बाघ हेर्न जाँदैछौँ सुनेको खुल्ला बाघ हेर्नलाई चाहिँ अब जोसिरहेछन् केटाहरू रियल बाघ रियल टाइगर होइन त अनिल बाघ हेर्न मन छ नि बाघलाई अहिले म एक झाप हान्छ निकाल्छु र नदेला अहिले यहाँ फेरि उ पनि देखाएको रहेछ बाघले घाँस काट्न आएको मान्छेलाई उडाइदिए जस्तो छ खतरा ड्रइङ राखेको रहेछ अनि बाघ हेर्न जान सबजना तम्सिरहेछन् आइरहेछन् सबजना बाघ हेर्नु यहाँ ग्रुप उहाँहरू चाहिँ हामी चाहिँ फाइनली बाघ हेर्ने ठाउँमा आइपुग्यौँ अब चाहिँ बाघ हेरिन्छ लाइभ बाघ हेरिन्छ अब चाहिँ यहाँ माथिबाट हेर्नु ए माथिबाट हेर्नुपर्ने थियो नि त बाघ त टावरै चढेर चढेर हेर्न के बाघै माथि चढ्छस् के अरू अझ अब चाहिँ हामी टावर चढेर बाघ हेर्छौँ अब त्यो लाने टावरै यो एउटा यतातिर छ उ यतातिर बाघलाई त बुङ्गु राख्दो रहेछ छैन मान्छेलाई अट्याक गरे बाँकी हो ए हो एउटा बाँकीबाट एउटा चितवनबाट लिएर आएको एउटा यता छ कि बाँकीको चितवनको त्यहाँ यताको त देखिँदैन त नि खोइ त क्यामेरामा आउँदैन रहेछ खोइ अलिकति छोटा एकचोटि अलिकति थोरै एकचोटि जुम हान्छु बाघ चाहिँ यहाँभित्र रहेछ जुम गर्दाखेरि यो भइरहेको यो यसले कतिवटा मान्छे खाएको त्यस बाघ एउटा चाहिँ हेऱ्यो ल चलायो
खोइ अब कहाँ देखाएको भन्नु यो कसरी चढ्यो केही देखिँदैन रहेछ जुम गर्दा नि बेन्चमाथि झर्नु अहिले चाहिँ हामी 20,000 तल आइपुग्यौँ चितवनको नेसनल पार्क स्विमिङ हान्नेमा त्यहीँ हान्दा नि हुन्छ होला नि त त यहाँ हान्न हामीलाई धेरै गहिरो पनि खेल्न सक्दैनौँ हामी फेरि पिउने पानी पनि रहेछ है घडाको पानी फ्रीमा हो यो पानी त पैसा लाग्दैन खै डाइनोसरहरू हेरेर राम्रो छ हेर है किन के माछा देखे जस्तो कुरा हो यस्तो नि गइदेखा केही पढिहाल्छ वहीँ छेउमा खेल्न ल ठुलो रहेछ ल अन्त अहिले चाहिँ हामी जङ्गलबाट फर्केर पनि यता सङ्ग्रहालयतिर छिर्दैछौँ लास्ट अब यही नै हो यहाँभित्र के छ हेरौँ एकचोटि सर र ओहो के हो डेन्जर छ त हात्ती यो मर्या हो यो तस्कर गरे हड्डी यो त बच्चाहरू मरेको कि यो फोटो हो यो पुत्ला यो चाहिँ साँच्चै जस्तो छ यो पनि साँच्चीकै रहेछ छुन पाइँदैन भने होइन चितुवा ओरिजिनलै हो यार तर यो खतरा रहेछ ल सङ्ग्रहालयभित्र ल सालकहरू होइन यिनीहरू वन बिरालो हो उयो चाहिँ के हो यो नेउरी मुसो त्यो त्यही हो भाइ मल छाप्रो सालक भन्ने होइन ए नाम त लेखाएको छ त दुम्सी हो नि यार यो त कस्तो काँडा हुन्छ हेर्न यसलाई त केहीले आक्रमण गर्न सक्दैन नि दुम्सी अर्को दुम्सी त यो के हो अन्त ल यो अनि यो के हो वन बिरालो होला ठुलो बिरालो नै रहेछ बिरालो रहेछ होइन आँखा त डेन्जर हुँदो रहेछ त यिनीहरूको डेन्जर रहेछ आँखा त यो चाहिँ के नि यो ए मुखेता रहेछ सबै बिरालो रहेछ डेन्जर ल खै के हो के छ अरे त ए चिराउनु लाग्यो होला हुन त ल पछि छिराउँछु ल चिरा त कस्तो आउने रहेछ अनिलको चाहिँ कडा आउने रहेछ ल चस्मा पुगाल न त्यो लास्ट टाइममा गराउनु जाउँ यता उता जाउँ न पहिला जाउँ उता बाघ के हो के नामै थाहा छैन खोइ देखेकै छैन यो चाहिँ बेल्ट के यस्तो क्या त्यो पुरानो जमानाको यो होइन क्यामेराहरू हो क्या सही हो बेल्ट चाहिँ उसको होला कि त्यो बाघले आक्रमण गर्दाखेरि मान्छे हुँदै
उयो चाहिँ सबै बिरालो प्रजाति रहेछ नि यिनीहरू पनि यिनीहरूको टाउको रहेछ यो चाहिँ सानो सानो कुराहरू म त जाऊँ न एकल भित्र जाऊँ न एकचोटि माछाहरूको प्रजाति होइन के हो के है माछा खोइ पसला माछा उहाँ खरायो के हो यहाँ यस्तो जम्न त भित्र के रहेछ सर्भर हो कि यिनीहरू त ओहो सब माछाहरू तालमा मरे माछा त्यो चाहिँ छुन पाइँदैन होइन त्यो त हाम्रो गाउँमा छोटुले के फाल्दै विशाल भाइ पा फाल्दिएको छोटुले होइन ओ यहाँ रहेछ नि त मेन भन त डल्फिन मरेछ के यो सड्न पाउँदैन भने भिजाएर राख्यो क्या केमिकल डल्फिन यो चाहिँ कछुवा कत्रो कछुवा ओहो यो त सबैभन्दा पुरानो हो के धेरै वर्ष बाँचे होला यो त यो कुन फिस हो ए यो त कत्ले माछा क्या धेरै ठुलो क्रोकोडाइल कुकुर करिब 40 वर्षसम्म रे औसत आयु 50 देखि 60 वर्ष वनकुखुराहरू कालिज त्यहाँ हेर्न नपाएको जति सबै यहाँ हेर्न पाउनुहुनेछ हुक्काचिल के यसलाई के भन्छ अरे हामीले देखाएको थियो नि त्यही हो कि यो चाहिँ गिद्ध होइन कत्रो अन्डा के को अन्डा यो अब कत्रो अन्डा हुँदै हाइट खतरा होला यति नै हो अब यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ गाइज हामी चाहिँ अहिले सौराको सङ्ग्रहालय घुमेर पनि बाहिर निस्किसक्यौँ अब यस्तो गर्मी छ नि केटाहरू चाहिँ पुरै गर्मीले पाकिसक्यो होइन अब चाहिँ हामी खानासाना खान्छौँ खाना खाएको छैन 2 बजिसक्यो अब खाना खाएर चाहिँ अब कता हुन्छ के हुन्छ अब कति 1:30 भइसक्यो अब जस कता जान्छ के जान्छ होइन हेर्दै गर्नु होला अहिलेलाई चाहिँ यति नै हुन्छ हाम्रो चाहिँ खाना भर्खरै आइसक्यो अहिले चाहिँ कति बज्यो भन्दाखेरि दिउँसोको 4 बजिसक्यो खाना चाहिँ भर्खर खान लागेको यति ढिला यहाँ खानालाई घाँटी तन्काएर खान लाग्छ भोकाले चितवन राष्ट्रिय निकुञ्जभित्र छिरेको केटाले बाघ देखेर डराएर सातो गइरहेछ अहिले यसको केटाहरूले चाहिँ थकाली खाना खाँदैछन् सेट टक्क लगाएर ल कस्तो त खाना मिठो छ एकदम तातो छ है खाना खाएको भिडियो त के हाल्नु अब खाइसकेपछि हाल्नु भन्दा हेलो साथीहरू हामी चाहिँ अब अहिले खाना खाएर निस्केका छौँ होइन अहिले चाहिँ भरतपुर एयरपोर्ट आइपुग्यो होइन है भाइ अलिकति एयरपोर्ट ल्याएको छैन हामी चाहिँ नारायणगढ पुल आएको अवस्था अहिले होइन नारायणगढ पुल चाहिँ यस्तो छ ढुङ्गाइ छ
चढ्न मिल्छ चढ्न कहाँसम्म अहिले चाहिँ हामी बुटोल जाने बाटोमा छौँ। बाटोको अवस्था चाहिँ लास्टै रहेछ ल, हालत के हो हालत यस्तो भइसक्यो ल। जुत्ता ठुलोले आम्माउँछ। हामी चाहिँ अहिले हेटौँडाबाट कहाँ आइपुग्यो अरे यो लुम्बिनी भैरवा सिद्धार्थनगर आइपुग्यौँ। हालत चाहिँ लास्टै हुँदो रहेछ ल, हिलो जुत्ता हालत धुलै धुलो। सो गाइज अहिले चाहिँ हामी हेटौँडाबाट डाइरेक्ट यता लुम्बिनी जाने बाटोमा छौँ। अहिले चाहिँ हामी के ठाउँमा छौँ भने हामी अहिले सिद्धार्थनगर गेस्ट हाउसमा गेस्ट हाउसमा होइन, सम्पूर्ण होटेल त्यस्तै होला। केटाहरू जो चिलमा छन् होइन, ऊ हुक्का तान्दै यहाँ अर्को प्याकहरू यहाँ रेडी छ। केटाहरू जस तालमा छन्, रमाइलो भइरहेछ। गर्मी चाहिँ अति गर्मी छ कि। अनि आज चाहिँ हाम्रो डे 2 कस्तो भयो होइन, डे 2 भयो कस्तो भयो भ्लग चाहिँ अब धुलोले गर्दा चाहिँ राम्रोसँग बनाउन सकिएन। यो तराई एरियामा आउने भने चाहिँ घरबाट धुप सुप लामोटेको लिएर आइन्छ है। अहिले लुम्बिनी चाहिँ सबर नआउँदा नि हुन्छ कोही पनि। अहिले यो गर्मी महिनामा चाहिँ आउने काम चाहिँ राम्रो होइन। त्यही भएर हामी चाहिँ अब अहिलेको लागि चाहिँ कसैलाई आउनु के भन्छन् भन्दैन। हामी चाहिँ चितवन पनि मजाले घुम्यो। उसले चाहिँ प्याक बनाउँदैछ। अब खोइ प्याक एउटा गिलास मात्रै को खाने हो। यहाँ अर्को बियर छ, फ्रुटी छ, हुक्कान छ। फेरि हुक्का नि बोकेर ल्याएको छ केटाहरूले फेरि घरबाटै। हुक्का सुक्का बोकेर रेडी पोजिसनमा छन्। अब आज चाहिँ हाम्रो यति नै हुन्छ भ्लग। के कस्तो भयो अब खासै राम्रो त भएन होला, त्यही पनि अब यसो हेरिदिनु होला हेर्ने जतिले चाहिँ। यति भन्दै अब भोलिको लुम्बिनीहरू घुम्या भ्लग आउँछ होइन। डेली भ्लग छैन अब हिजोको त हाले एक दिनको एउटा आउँछ है। त्यही हो, अब हिजोको हालेको छ। अब आजको अब भोलि आउँछ होइन। अब बुद्ध हेर्ने हो भने अब सब्सक्राइब त्यही हो। बुद्ध यता लुम्बिनीको बुद्ध हेर्नको लागि चाहिँ रेडी भएर बस्नु सबैजना। त्यही हो। अब यति भन्दै अब हामी छिट्टै भोलि बिहान भेट्नेछौँ गाइज ल। अब जाँदा अर्को एउटा बुद्धलाई नि हेर्नु होला यहाँ, लिल बुद्ध ल। अनि ल त गाइस, ल।